हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी ब्लग है। मैले यहाँभन्दा अगाडि चाहिँ ब्लग बनाएको थिइनँ, अनि आज चाहिँ ब्लग बनाऊँ न त काम गरेको भनेर। आज चाहिँ हाम्रो काकाहरूको दाउरा बोक्नु पर्ने थियो, अनि घर चाहिँ त्यता छ है हाम्रो। अनि यस्तै खेतदेखि परदेखि बोक्नु पर्ने थियो, अनि एकैचोटि घरमा डाइरेक्ट लानलाई गाह्रो हुन्छ नि त। अनि खेप लगाएको यहाँनिर एकचोटि यहाँनिर घोप्टायो, अनि फेरि यहाँ उसरी सके पछाडि जङ्गलबाट अनि घरमा ल्याउँदाखेरि सजिलो हुन्छ नि त दुई पटकमा। अनि हामीले यहाँनिर खेप लगाएको, अनि एकछिन बस्दै काम गर्दैछौँ हामी चाहिँ। काका चाहिँ भर्खर आइपुग्नु भयो। यति धेरै गर्मी थियो, घाम त लागेको थिएन तर पनि गर्मी चाहिँ लास्टै थियो। जङ्गलमा यति धेरै कस्तो कुरामा जस्तो के अलैँची बारीमा रहेछ दाउरा। अनि ओखरको बोट हेर्न सक्नुहुन्छ, ओखरको बोट हो यो चाहिँ, चिन्नु हुँदैन भने। अनि यस्तो भिरालो बाटो है, चिप्लेर एकचोटि त म त लडेको, भारी चाहिँ घोप्टाइन, ढुङ्ग लडे मात्रै कि। अनि त्यस्तै रमाइलो भयो आजको दिन है। आज चाहिँ मेरो फर्स्ट टाइम ब्लग बनाएको भएर पनि होला, कस्तो भोइस गर्न नै अप्ठ्यारो लागिरहेछ। भोइस गरेर बनाउँदाखेरि कस्तो अप्ठ्यारो फिल भइरहेछ। भोइस पनि कस्तो मर्की लागेर कस्तो ठुलो जस्तो सुनिरहेको छ है। माइन्ड नगरिदिनु होला, मेरो फर्स्ट ब्लग हो, सबैले माया गरिदिनु होला है। गर्मी भए नि जेसुकै भए नि पसिनै आए नि कामै गर्दै भए पनि टिकटक बनाउन छाड्नु हुँदैन। हेर्नुहोस्, म टिकटक बनाउँदै सुसुल्दै हेर्दैछु। भिरालो छ कि बाटो चाहिँ, पर जङ्गलदेखि आउँदाखेरि यता माथि घरहरू त्यस्तो साह्रो छैन। गर्मी हेर्न सक्नुहुन्छ है, पसिना खलखल आएको थियो। दाउरा बोक्दै बसिन्। लास्टमा त खाजा खाए पछाडि त पानी पर्यो। खाजा खाए पछाडि पानी परेर दिउँसै मेला छाड्यौँ। गर्मी हेर्न सक्नुहुन्छ कति धेरै थियो गर्मी। अनि हामी खाजा खान चाहिँ घरमै आउँछौँ। यो चाहिँ घरमा आएको बेला हो, घरमा खाजा खान आयौँ। अनि फेरि घरदेखि गएको हामी मकैबारी दर्यौँ। मकैबारीको बाटो हुँदै गएको फेरि जाँदा चाहिँ अनि यस्तो हावा चल्यो कि अहिले हावा चलिरहेको छ। यस्तो हेर्नु आकाशतिर कस्तो कालो मुस्लो भएर हावा आयो, लिएर आउँदै हावा आएर भारी बोक्न अप्ठ्यारो भएर। यहाँ हेर्न सक्नुहुन्छ काकाहरूको सुँगुर, अनि पानी परेर दाउरा सबै भिज्यो। यो चाहिँ घरमा अस्ति बोक्नु भएको दाउरा हो। थ्याङ्क यू सबैजनाले साथ सपोर्ट माया दिनु होला। मेरो फर्स्ट ब्लग हो। थ्याङ्क यू फर वाचिङ। बाई बाई।